हेलो सबैलाई सेवा सिमुना सेवारो ल आज चाहिँ हामी साकेला रेडी भइसकेको छौँ दिउँसोको समय भइरहेछ किन यो ठिक छैन र हाम्रो यो दौरा सुरुवाल हाम्रो दौरा सुरुवाल ठिक छ अब हामी चाहिँ साकेला तर्फ जाँदैछौँ हामी अब यहाँबाट ममता बहिनी अनि हाम्रो माइली नानालाई पिकअप गरेर त्यसतर्फ जाँदैछौँ। ल बहिनी सेवा सिमुना आइपुग्नु हजुर नमस्ते ल हामी त साकेलातिर लाग्नु पर्यो दिदी ल हाम्रो ममता बहिनी पनि आइपुग्नु भयो यो अब आजको साकेला हामी जाँदैछौँ अब यहाँबाट हामी माइली नानालाई पिकअप है त ए हो केमा लाने अरे ठुलो गाडी रिजर्भ होला हिजो गयो आज हाम्रो नाना पनि आइपुग्नु भयो सेवा सिमुना आज हामी चाहिँ सबैजना साकेला जाँदैछौँ हामी साकेला चाहिँ एक फनको घुमेर हामी आउनेछौँ ए उहाँहरू नजाने अरे साकेला खोइ भरै भ्याउनु हुन्छ नम्बरी पार्टी हो एकदमै गर्मी छ घाम मजाको छ नि त ए साकेला फाइनल्ली हामी चाहिँ आइपुगेको छौँ साकेला मैले चाहिँ कार पार्कमा कार पार्किङ एरिया यसपालिको कार पार्किङ एकदमै व्यवस्थित छ एकदमै यहाँ सेफ ठाउँ कार पार्किङ व्यवस्थापन गरिदिनु भएको छ साकेलाको लागि अब यहाँबाट साकेला प्रवेश साकेलामा आइपुग्यो होइन त आइपुग्यो ल है साकेला ल अब यहाँबाट हाम्रो प्रवेश हुन्छ साकेला खान साकेला एम्बुलेन्स यताबाट हामी प्रवेश हुँदैछौँ साकेला फोटो सेसन भयो एक सर्ट यहाँबाट जाने रहेछ ल सो हामी यताबाट जाँदैछौँ साकेला थानमा ममता बहिनीको त फर्स्ट टाइम होला है गत साल हामी आएको थियौँ ममता बहिनी हाम्रो माइली नानाको चाहिँ फर्स्ट टाइम हो यहाँ चाहिँ अहिले पहिला पनि यहीँ कार पार्किङै बनाएको थियो अहिले पनि व्यवस्थित बनाएको रहेछ अझै त्यतापट्टि थप कार पार्किङ व्यवस्थितसँगले बनाएको छ अहिले चाहिँ सबै व्यवस्थितसँगले किराँत राई याखाले चाहिँ साकेलाको लागि कार पार्किङहरूदेखि लिएर सबै व्यवस्थित सुरक्षाकर्मीहरूदेखि लिएर सबै अझ सहजीकरणको लागि सबै गरिदिनु भएको छ हामी चाहिँ अब साकेला स्थानमा पुगिसकेका
हाफ लाउनु पर्ने भयो ल ए लु कति छिटो भएछ ल ल है धन्यवाद ल 7 बजेछ लु ल हामी एक राउन्ड मार्दैछौँ फेरि हामी फोटो खिच्नेछौँ ए हेलो 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 ओ मेरो भाइहरू ल ओ ल सेवा सेवा ल ह्यापी साकेला भर्खर भन्नाले अघि नै आएको हामी उताबाट बाइपासबाट आयो पर पार्किङ देखायो सेफ पार्किङ गरेर आएको थ्याङ्क यू भाइहरूलाई सोचिरहेको थिएँ क्या खोइ तपाईँको भ्लग जानु पऱ्यो अनि हाम्रो कान्छा भाइ ओके ल ल ल है कत्रिको भाइहरूसँग भेट भयो भाइहरू पनि साकेलामा अघि नै आउनुभएको रहेछ मजाले भेट भयो आज हामी प्रवेश गर्ने बित्तिकै भाइहरूले देखिहाल्नुभयो भाइसँग छोटो मिठो गफ भएर हामी फेरि फनको हामी मार्दैछौँ साकेला प्राङ्गणभित्र यो वर्षमै एकदमै भिडभाड सबैजनाको प्रस्तुति छ चस्मा किन नलाग्यो चस्मा लाउनु चस्मा सबैले लगाइयो तर नानाको पो चस्मा छुट्नु भएछ ल ए त्यही त ठिकै छ ल हामी एक फोनको मार्दैछौँ त्यता होला ल यहाँ चाहिँ धेरै इन्स्टलहरू पनि राख्नु भएको छ नमस्ते नमस्ते ए भान्जीलाई नचिनेर नमस्ते नमस्ते है त्यही त लु है लु मैले उ मामा हेर्नु न मामा भन्दै सानो भ्लगमा सम्झनाको लागि है ल लु मामाको ब्लगमा नमस्कार ल भान्जी हजुर म हो नि त्यही त मामा भन्दैछु तपाईले आमा ए माइजू नमस्कार लु कस्तो सन्चो है ठ्याक्कै भान्जीले चिन्नुभयो मामा के हो जहिले तैले यो अरे बाप रे बाप के हो न मासु कहिले लाग्दैन अब धेरै वर्ष पछाडि हाम्रो दिदीसँग भेट भयो हामी पत्रीमा हुँदाखेरि अहिले अब युकेमा भेट भयो हाम्रो भान्जी ल अब फोटो पनि हामी खिच्छौँ ल एकदमै खुसी लाग्यो एकदम खुसी लाग्यो देखाउनु अब ल हामीलाई ल्याउनु है युके हुन्छ तपाईँहरूको आशीर्वादले ल नेपाली पहिरन हेर्नुहोस् यहाँनिर एकदमै नेपालीपन झल्किरहेको छ वेशभूषाहरू ढाकाको विशेष लाउतीले चाहिँ साडी हेर्दै हुनुहुन्छ जानुका साडी मन पर्यो हाम्रो महिलाको पहिरन यो साडी चाहिँ सपिङ भइसकेको हो यो चाहिँ के छ तपाईँहरूको यो ब्रान्ड हो यो ओके अझै पनि साडी हेर्ने एकदम जारी छ अनि मिसेस लाउती पुरा गरौँ छ त हो साडी त नि पाउन्डले गर्दा महँगो भएको अरे तर होइन क्वालिटीले गर्दा पनि होला साडी एकदमै ह्याप्पी छ है सिङ्गापुरको साडी चाहिँ सबै भयो ल है त है धन्यवाद ल है ल थ्याङ्क यू सपिङ पनि भयो है ल एकदम हेभी गरौँ साडी हामी साकेला प्राङ्गणमा अब के छ अहिले नाच्ने हो कि कतिखेर नाच्ने हो नाच्ने पुरै नाच भइरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँ Okay.
आज हाम्रो भान्जासँग पनि टक्क झम्का भेट भयो। गत साल पनि हाम्रो भेट भएको थियो। गत साल चाहिँ हामी फोटोमा मात्रै कैद भएको थियौँ। अब हजुर यसपालि चाहिँ हामी भिडियो क्लिपमा पनि ब्लगमा पनि कैद भएको छौँ र सबैजनालाई यहाँबाट हाम्रो साकेलाको शुभकामना दिन चाहन्छु है त भान्जा। ल पछिको मैले मिलन भाइ विजय भाइहरूलाई भेटाएँ अनि हाम्रो गुना भान्जीलाई उहाँहरूसँग पनि भेट भयो। त्यसरी भेटघाट हुनु नै हाम्रो सौभाग्य हो र अब आगामी वर्षमा पनि अझ भेट हुन्छ भन्ने आशा गरौँ है। अवश्य भेट हुन्छ। ल आजको हाम्रो साकेलामा चाहिँ एकदम छोटो मिठो भेटघाट हाम्रो पत्रीको भान्जा है त। ल सबैलाई है त यहाँबाट सम्झना। ल साकेला नाचिराख्नु भएको छ यहाँ सबैजना। कता हो नाच्ने टोलीहरू यहाँ आइपुग्यो। ल हाम्रो बहिनी जानुका पुरै नाचिरहेको छ। मैले चाहिँ भिडियो गरिरहेको छु। उहाँको नृत्य जारी छ। एकदमै मजाले नाचिराख्नु भएको छ। हजुर ल यताबाट मैले भिडियो गर्दैछु। साकेला प्राङ्गणमा चाहिँ नृत्यहरू देखाउनु भएको छ। तपाईँ जोस उमङ्गका साथ नाचिराख्नु भएको छ सबैजना। एकदमै साकेला अब राईको जयपछि यतिको त एकदम एकदम हाम्रो आदरणीय दाई हाम्रो नेपाली कम्युनिटी सेन्टर्सको अहिलेको वर्तमान प्रेसिडेन्ट अध्यक्ष हुनुहुन्छ। उहाँ सक्रिय हुनुहुन्छ सामाजिक रूपमा। आज हाम्रो साकेलाको प्राङ्गणमा भेट भयो यसरी है। एकदम खुसी ह्यापी साकेला। खानेकुराहरू अर्डर हुनुहुन्छ। 2 hours later. हाम्रो खानेकुराहरू अर्डर भइसक्यो है। म नखाने खै नाना कता हुन्छ। ल अब यहाँ साकेला प्राङ्गणमा नेपाली स्ट्रिट फुडमा चाहिँ खाना हुन्छ। तपाईँहरू बस्नु न। ल खाजा नेपाली परिकार खाना लाग्नुभएको छ। साकेला चाहिँ भव्य सबै भइरहेको छ। उहाँहरू चाहिँ क्वालिटी मारेर होइन क्वालिटी मारेर नेपाली पारामा है नेपाली खाना साकेलाको प्राङ्गणमा खानेकुरा दामी खानेकुराहरू चाहिँ खाइराख्नु भएको छ। A few moments later. खै बियर चाहिँ खै त बियर यता के हो दुईवटा हातमा लड्डु कि नरिवल हो। यता पेन्टा सफ्ट ड्रिङ्क्स अनि यता कार्सको बियर के यत्रै भयो हामी साकेलामा खानेको लागि आएको खानेको लागि हो। साकेलामा खानेको लागि पनि आउनुपर्छ किनभने नेपाली परिकारहरू छ। नाच्ने खाने फोटो खिच्ने होइन सबैजना हामी भेला भएको छौँ। मलाई चाहिँ ममता बहिनीले वाटरमेलन ल्याइदिनु भएको छ। वाटरमेलन अब गर्मी एकदमै छ। गर्मीको समयमा वाटरमेलन एकदमै राम्रो। म चाहिँ वाटरमेलन खानुको लागि वाटरमेलन खान्छ। गर्मीमा वाटरमेलन है। साकेलाको प्राङ्गण वरिपरि घुमेर एक फन्को मारेर खाजा नास्ता खाएर हामी चाहिँ अब त्यसतर्फ जाँदैछौँ खानतिर गएर फोटो खिच्ने होइन।
अब हामी यसतर्फ चाहिँ हामी फोटो सेसन गरेर हामी आजको हाम्रो साकेला मनाएर हामी घरतर्फ लाग्दैछौँ है त। लु अब हामी साकेला मनाएर घरतर्फ लाग्दैछौँ होइन त बहिनी। आजको साकेला कस्तो रह्यो त, तपाईँलाई कस्तो लाग्यो? तपाईँको त फर्स्ट अनुभव है जानुको। हामी चाहिँ अब गत साल आयौँ है, अनि हाम्रो नानाको पनि फर्स्ट टाइम नेपालबाट आएर यहाँ युकेमा यसरी नै मनाउँछ साकेला, रमाइलो भयो। ल अब हामी घरतर्फ लाग्दैछौँ, लेट्स गो। ल है हाम्रो गीताजीसँग भेट भयो साकेलामा। ल ह्याप्पी साकेला, ह्याप्पी साकेला सबैलाई सम्पूर्णलाई होइन। घर फिर्ने बेला भेट भयो ठ्याक्कै भयो। यो पनि एउटा सौभाग्य हो। अचानक होइन, अघि उता त मैले पनि तपाईँलाई देख्नु पनि देखिनँ हौ, तर मान्छे ज्यादा है। हो हो भित्र अलिकति ज्यादै थियौँ है। एनिवे अब हामीले साकेला मनायौँ है, यही खुसीको कुरा। रमाइलो हाम्रो रमाइलो पनि भयो, भेटघाट पनि भयो मिताजीसँग। ल है त, ल सबैलाई ह्याप्पी साकेला यहाँबाट। ह्याप्पी साकेला। र यस्तै ब्लग हेर्नुको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु नभुल्नुहोला। धन्यवाद।